अनि गाइस कुरो चाहिँ त्यस्तो छ कुरो चाहिँ के भने कस्तो भने आइएम जस्ट नाउ 22 years old हैन म चाहिँ जस्ट रनिङमा छु यस्तो हुँदाहुँदै चाहिँ के छ भने मेरो चाहिँ अहिले त यो भनेको त द्याट्स द स्टार्ट अफ आवर लाइफ के यो भनेको चाहिँ हाम्रो एकदम लाइफको स्टार्टिङ फेज हो के अब चाहिँ कुन फिल्डमा जाने के गर्ने हाउ टु मेक द करियर एन्ड हाउ टु मेक अ प्रफिट एन्ड वाट सुड आई डु इन माई लाइफ एन्ड विच विल मेक मी विच विल मेक माई लाइफ बेटर इन कमिङ माई फ्युचर सो एन्ड नाउ वाट सुड आई डु भनेर चाहिँ विच फिल्ड इज बेटर फर मी भनेर चाहिँ सोच्ने एउटा टाइम हो एन्ड सो देयर्स आर सो मेनी थिङ्स इन कमिङ इन माई माइन्ड है म चाहिँ हजुरहरूलाई आज भन्नु जाँदैछु अब भन्नु त जरुरी नहोला पनि तर कसैको लाइफलाई यो पनि कसैको पनि लाइफ मेरो जस्तै चाहिँ उनीहरूले पनि फेस गरिरहेको हुनसक्छ र वी हेभ टु एक्सप्लेन वी हेभ टु एक्सप्रेस आवर थट्स इन आवर अफ विथ यु एन्ड हामीले चाहिँ एक अर्काको त्यो थट्स चाहिँ वी हेभ टु सेयर गर्दा चाहिँ के हुन्छ त इट्स हेल्प अस टु रिड्युस द स्ट्रेस या एन्ड यसले चाहिँ हामीलाई चाहिँ let's do the next things, let's make the better भन्ने हुन्छ क्या and तपाईँहरूको पनि छ भने you can absolutely share with me when I also do and मेरो चाहिँ अहिले भनेको चाहिँ एक त career is my main things है and अब career भनेको त career is everything we need के every हामीसँग that माया गरेको मान्छे हामीसँग होस् या नहोस् अब के हुन्छ त्यो त द्याट्स द फ्युचर टु डिसाइड एन्ड तर करियर भनेको चाहिँ एभ्रिथिङ हुने रे के करियर भनेको कुरा चाहिँ त्यस्तो छ र अनि एउटा मेरो करियर लाइफ एन्ड वान छ लभ लाइफमा के हुने भने एकदम यो पनि छ यताबाट अलिअलि प्रेसर पनि छ केही छैन इट्स ओके अब त्यो त हामीले मात्रै लभ भनेको कुरा चाहिँ हामीले मात्रै भनेर नहुने गडको एउटा देन हुन्छ होइन अब गडले सकेसम्म त दिनै भयो होला भन्ने मलाई चाहिँ लाग्छ बट इट्स ओके अनि एउटा त्यो अनि एउटा क्यारियर त्यसपछि गएर चाहिँ अनि फ्यामिली यताउति होइन कसरी चाहिँ अब चाहिँ अगाडि बढ्ने होइन कुरा चाहिँ सबभन्दा म के भन्छु भने क्यारियर चाहिँ अहिले चाहिँ मलाई एकदम इम्पोर्टेन्ट छ एन्ड अब माया गर्ने मान्छे त आफ्नो ठाउँमा छ इट्स ओके इट्स फाइन होइन अब कहिले झगडा हुन्छ कहिले त्यो हुन्छ अब त्यो चाहिँ त्यस्तो चाहिँ कस्तो भने हामीले नै यस्तै गर्छु भनेर पनि नहुने रहेछ मैले मेनी थिङ्स होइन मैले वर्ल्ड वाइड नै देखेको छु कि द्याट्स अ गड क्रिएट के तर के थाहा उयो हामीलाई नै क्रिएट गरेको हुनसक्छ त्यही भएर म त्यसमाथि धेरै बोल्न चाहिनँ है यो भनेको चाहिँ गडको ह्यान्डको कुरो है सो बट आई रियली टु हर एन्ड अब हामी सिकेको कुरा गरौँ भने now we will talk about that career म चाहिँ अहिले 22 years ओल्डमा रनिङ गर्दा चाहिँ मलाई चाहिँ अब स्टार्टअप हो नि त मेरो फेस भनेको त हाउ टु मेक माई लाइफ बेटर इन माई कमिङ फ्युचर भनेर सोच्ने यो चाहिँ एकदम टाइम हो कि कुन फिल्डमा लाग्ने के गर्ने भनेर चाहिँ सोच्ने यो टाइम हो र म त्यही फेसमा छु when I'm entered to that this KTM Valley जब चाहिँ म काठमाडौँ भ्यालीमा चाहिँ इन्टायर भएको थिएँ त्यतिखेर चाहिँ आई जस्ट 16 years old एउटा यङ boy थिएँ के द्याट आई स्टडी एन्ड 7th class in English level medium then I come back to and I come here for making some dreams मेरो ड्रिम्स चाहिँ त्यतिखेर के थियो भने आई वान्ट टु बी द फुटबल प्लेयर के ओके यसमा एन्ड मेरो चाहिँ के थियो भने एउटा दामी फुटबल प्लेयर बने नि अब फुटबल यताउति हेर्दै जाँदाखेरि चाहिँ एउटा इन्सपायर भएर चाहिँ नि म चाहिँ ओके एन्ड आई रिड वान आर्टिकल्स एकै ठाउँमा बसेर चाहिँ तपाईँको सपना पुरा गर्नु छ भने यु क्यान स्टे इन द सेम प्लेस भनेर चाहिँ एउटा भनाइ थियो कि अनि आई फलो दिस भनाइलाई चाहिँ मैले फलो गरेँ अनि त्यसपछि मैले के गरेँ भने 8th क्लासदेखि चाहिँ म यहीँ पढ्ने विचार गरेर काठमाडौँ सिटी इन्टायर भयो तर आई वान्ट टु बी अ
के भन्छ त्यसलाई आई वान्ट टु बी अ फुटबल प्लेयर के अनि त्यसको सोचले चाहिँ म आई इन्टायर टु दि काठमाडौँ सिटीमा आएँ गरेँ मैले स्ट्रगलहरू पनि गरेँ राम्रो पनि भयो कति कुराहरू नराम्रो पनि भयो तर खोइ के भयो भन्ने म त अब गुड पनि कुरा भयो त्यहाँबाट ब्याड पनि कुरा भयो एन्ड सम इन्सिडेन्ट द्याट वेन आई रिमेम्बर इट्स हर्ट्स मी के त्यस्तो पनि छ सो इट्स लिभेर होइन अब विगत अब वर्तमानमा चाहिँ वी क्यान डु दिस काइन्ड अफ वर्क भनेर चाहिँ होइन विगत अब वर्तमानलाई चाहिँ र भविष्यलाई चाहिँ वी क्यान मेक इट अब जे हुनु भइहाल्यो होइन भनेर चाहिँ म अघि बढिरहेको छु एन्ड रिग्रेट पनि छ मलाई अहिले चाहिँ किनभने त्यति टाइम अनि होइन म भन्छु तपाईँहरूलाई म आएँ त्यसपछि आई स्टार्ट माई फुटबल एन्ड आई जोइन द फुटबल क्लब त्यसपछि फुटबलहरू पनि खेल्न थालेँ यताउति गर्दा गर्दै मेरो चाहिँ कस्तो हुन्छ फुटबल प्लेयर बनिन्छु नाम कमाउँछु यताउति गरेर फेमस भइदिन्छु हुन्छु भन्ने एउटा सोच थियो बट इट्स क्यान वर्क 9 क्लाससम्म पढ्दै थिएँ अनि 9 क्लाससम्म पढ्दै चाहिँ अनि 8 क्लासको अन्तिमतिर कोरोना आयो बट अल्सो आई स्टिल ट्रेनिङ के मैले ट्रेनिङ दिँदै तर यदि इफ आई ब्रन इन युरोप भए भए चाहिँ मैले चाहिँ गर्थेँ होला कि अनि अब कस्तो भने बढ्दै जाँदै क्रममा अब मान्छेको थट्सहरू त्यो त डिफ्रेन्ट हुँदै जान्छ नि त अब मेरो पनि त्यस्तै भयो भनौँ अनि त्यसपछि म चाहिँ त्यहाँनिर त्यसरी चाहिँ म ट्रेनिङहरू गर्दै थिएँ द्याट वेन आइ इन दि द्याट कोरोना भाइरसको बेला पनि त्यसरी चाहिँ मैले चाहिँ एकदम स्ट्रगलहरू चाहिँ गरिरहेको थिएँ घरमै बसेर पनि यताउति ट्रेनिङहरू गर्ने अनि त्यसपछि म 9 क्लासमा कति 5-6मा दसैँ मनाएपछि चाहिँ हामी रिटर्न ब्याक टु दि काठमाडौँ सिटी आएँ त्यतिखेर चाहिँ मैले गयो एउटा म्युजिक चाहिँ दामी लाग्यो अनि मैले चाहिँ म्युजिकमा चाहिँ धेरै टाइम स्पेन्ड गर्दो रहेछु भन्ने मलाई उयो भयो त्यसपछि म आएर क्लासहरू पनि जोइन गरेँ म्युजिक क्लास त्यहाँनिर तर फुटबल चाहिँ मेरो कन्टिन्यू नै थियो आई कान्ट क्विट द्याट फुटबल आई रेगुलरली ट्रेन माइ सेल्फ एन्ड आई डेडिकेट टु द फुटबल के म चाहिँ त्यसरी चाहिँ गरिरहेको थिएँ बट अनि त्यसपछि 10 क्लास इन्टायर भयो अनि 10 क्लासमा पनि त्यस्तै मातिर फेरि एकचोटि कति बेला आयो फेरि कोरोना तर नि 10 क्लासमा पनि खासै हाम्रो पढाइ राम्ररी साथीभाइहरूसँग गोलमेल भएर पढ्नु पनि पाएन र मलाई अहिले त्यही 8, 9, 10को साथीहरूको मलाई याद छैन जति मसँग द्याट 5 क्लास 7 क्लासदेखि उता माथिको साथीहरूको गाउँको साथीहरूको याद छ क्या मलाई उनीहरूसँग चाहिँ आई जस्ट स्पेन्ड द 1 इयर पनि होला तर तिनीहरूकै याद हुन्छ कि मलाई चाहिँ किन आई डोन्ट नो द्याट फेभरेट मोमेन्ट चाहिँ मेरो लाइफको अनि 10 क्लास आउँदै गर्दा खेल्दै यताउति गर्दा र आई डोन्ट वान्ट टु बी अ फुटबलर कि त्यसपछि त्यही आई क्विट इट त्यसपछि सबै कुरा झानझोल पारेँ त्यसपछि 11 पढिदिएँ अगाडि बढ्यो के गर्ने त्यसपछि म केही एउटा डिसिजन दिनँ मलाई सोच्थेँ म डक्टर के बनिहाल्छु होला भन्ने एउटा फिल्डमा लागिहाल्छु होला यसलाई छोड्ने बित्तिकै भनेर मेरो चाहिँ सोच थियो बट आई क्यान वर्क बिकज अफ माई अब के भन्नु नट इन्ट्रेस्टेड अब आई वान्ट बी त्यसपछि म चाहिँ एउटा के भनिनु चाह्यो भने सिङ्गर बनिन्छु भन्ने एउटा सोच भयो अब सिङ्गर त बनिने होइन सिङ्गरको लागि फेरि भोइस चाहिँदैन बट आई स्टिल अल्सो लभ इट टु द म्युजिक एन्ड त्यसको लागि भोइस राम्रो हुनु पनि यताउति हुनुपर्ने भयो त्यसपछि आई लिभ इट यसलाई पनि मैले त्यसपछि छोडिदिएँ अनि यसलाई पनि छोडिदिएपछि चाहिँ म त्यसपछि आर्मी बन्यो र आर्मी पनि 1-2 दिन यसो घरमा 1-2 हप्ता चलपल दिएँ त्यसपछि त्यो पनि क्विट भयो E5 त त्यतिखेर मैले ड्याङ्ग लडेर होइन अब फिजिकल पनि राम्रो बनाएर E5 कि ब्रिटिस आर्मी कति राम्रो हुन्थ्यो होला अहिले लाग्छु क्या बट इट्स ओके इट्स फाइन मलाई चाहिँ फेरि जहाँसम्म पनि लाग्छ इट्स ओके मलाई तर खासै चाहिँ पहिलेदेखि नै चाहिँ त्यही फिल्डमा यो ब्रिटिस यताउति लाइनमा चाहिँ लाग्छु भन्ने चाहिँ थिएन बिकज अफ माई इन्ट्रेस्ट इन देयर दिस फिल्ड दाइ दिदी एन्ड माई फादर्स एन्ड माई मदरले चाहिँ ओन फादर्स एन्ड द्याट सिस्टरहरूले चाहिँ उहाँहरूले चाहिँ प्रायः जस्तै दे हेल्प फर मी टु दिस लाउरे पनि यताउति भन्नुहुन्थ्यो बडा मलाई चाहिँ खासै त्यस्तो चाहिँ नलाग्ने क्या त्यही भएर मैले चाहिँ गरेन त्यो भनेको एउटा अन्डरमा बस्नुपर्छ एउटा मान्छेको त्यसपछि त्यो भने एउटा सर्ट एन्ड लाइफ सिम्पल लाइफ जिन्छ त्यसपछि कटिन्छ भन्ने मेरो एउटा सोच थियो अनि त्यतिकैमा बित्यो पनि अनि त्यति क्विट भयो भनौँ त्यसपछि म लागेँ त्यसपछि चाहिँ म 11 पढेँ 12 पढेँ यताउति गर्दा 11-12 सकियो है
अनि मेरो चाहिँ एउटा एडिक्ट भन्ने एउटा बानी छ त्यो चाहिँ तर स्टिल पनि छ तर अहिले त अलिक त्यस्तो छैन पहिला त छोडिँदै यताउति हुँदै त्यो अलिक बिलिँदै लप बिलप हुँदै गइसक्यो तर 66 भन्दा पनि 5 क्लास त्यस्तोदेखि चाहिँ थियो म बट अहिले त्यो पहिला जस्तो भन्दाखेरि अहिले चाहिँ अलिक त्यो 9 10 मा अलिक थियो त्यसपछि चाहिँ अलिक हराउँदै द्याट आई मेक अल्सो क्विट के आई अल्सो ट्राई टु क्विट इट त्यसपछि चाहिँ अनि क्विट गर्नु थालेपछि चाहिँ यो क्विट नै हुन थाल्यो अनि ओके पनि हुन थाल्यो अहिले चाहिँ र अर्को कुरा चाहिँ के हो भने मैले भन्नु खोजेको कुरा चाहिँ के छ भने त्यसपछि चाहिँ अब 12 क्लास सकेपछि स्टार्टअप त्यसपछि चाहिँ अब करियर स्टार्टअप हो कि होइन त्यसपछि अहिले गर्दाखेरि ठ्याक्कै मेरो 12 क्लास सकेको पनि 1 इयर भयो ब्याचलरको पनि 1 इयर चाहिँ मेरो लस भइसक्यो अब I want to join the bachelor but I don't have that college certificate. Certificate is kept by that college and I can't fulfill. There are some dues and so it's asked to me. But it's okay हैन एउटा एजुकेसन गर्नु ठीक हो तर एजुकेसन नै गर्नु त्यही गर्नु भने त्यही हुँदैन अनि मेरो चाहिँ एउटा व्हाट काइन्ड अफ थट्स इज इन माई माइन्ड चाहिँ म चाहिँ त्यही थट्स म चाहिँ त्यही पढेर चाहिँ यही गर्छु भन्ने चाहिँ मेरो चाहिँ खासै मनमा थिएन कि अनि अहिले भर्दै जाँदै क्रममा यो प्रब्लमहरु फेस गर्दै जाने क्रममा हैन डिफ्रेन्ट काइन्ड अफ सिचुएसन्स आर नाउ बिल्डिङ नि अब त्यो कुन ठाउँमा जाने पछि म दसैँ यो 80 सम्म पनि म अहिले वर्क इन द रेस्टुरेन्ट हैन त्यतिखेरसम्म पनि मलाई के गर्ने हैन बट है म त्यस्तो केही नगर्ने चाहिँ भन्ने चाहिँ हैन मान्छेमा म आई एम स्टिल थिङ्किङ क्या मेरो लागि चाहिँ कुन फिल्ड इज बेटर फर मी द्याट व्हाट फिल्ड सुड आई चुज भनेर चाहिँ म चाहिँ आई एम स्टिल थिङ्किङ के म चाहिँ यसमा जाउँ कि यसमा जाउँ कि यसमा जाउँ कि भनेर चाहिँ आई एम स्टिल थिङ्किङ बट आई डोन्ट क्विट माइ सेल्फ के तर सोच्दै जाँदै छु अहिले पनि अनि त्यतिखेर चाहिँ अनि म गएँ त्यसपछि रेस्टुरेन्टमा काम गरेँ कम्प्युटर सिकेँ त्यसपछि 10 तिहार आयो 10 तिहारपछि म मङ्सिरतिर घरबाट ब्याक भएँ हैन अनि घरबाट ब्याक भएपछि चाहिँ दिदीले चाहिँ मलाई गर्नु भन्नुभयो आलसे गरे यताउति भन्नुभयो भने अनि विदेश पढ्नु जानुको लागि भनेर के हुन्छ भनेर म आई डोन्ट ह्याभ त्यत्रो हुँदा पनि म अलिकति ब्याकै थिएँ कि अब त्यस्तो फिला त भने त मैले त खासै 11 12 देखि थाहा पाउनु पर्यो भने त एब्रोड जाने भनेपछि तर म खासै विदेश जान्न चाहिँ होला भन्ने थिएँ तर अब द्याट्स सिचुएसन मेक इट हैन बट इट्स अल्सो ओके वी ह्याभ टु डु इट एन्ड त्यसपछि चाहिँ मैले आइल्स क्लासहरू जोइन गरेँ अनि पढ्नु पनि थालेँ त्यसपछि थाहा भयो कि मलाई आइल्स भन्ने यो रहेछ अनि हामीलाई चाहिँ किन चाहिँ एब्रोड स्टडी गर्नु जाँदाखेरि चाहिँ चाहिँदो रहेछ भनेर चाहिँ मैले त्यतिखेर चाहिँ आई डिस्कभर इट एन्ड जस्तै 11 12 13 14 एकछिन जस्ट मैले चाहिँ पुसको अन्तिमतिर चाहिँ यसलाई चाहिँ जोइन गरेँ भनौँ न आइल्स क्लास चाहिँ अनि पुस माघ फागुन चैत वैशाख पुस माघ फागुन चैत वैशाखसम्म चाहिँ म गइ नै राखेँ त्यसपछि चाहिँ अलिक मैले छोडिदिँदै गइदियो क्लासहरू बट म चाहिँ आई विल प्रिपेयर फ्रम माई होम भनेर चाहिँ मैले छोडेको बट म पनि अहिले खासै त्यसो गरिरहेको छैन अहिले चाहिँ मेरो चाहिँ कस्तो छ भने मसँग चाहिँ अहिले कुन फिल्डमा जाने र के गर्ने भनेर चाहिँ करियर बनाउने भन्ने छ जस्तै कि अब आई म्यारिड माई गर्ल द्याट विच हुम आई लभ कि अहिले पनि मैले उसलाई चाहिँ जसलाई चाहिँ म अहिले पनि म उसँग चाहिँ उसमा छु रिलेसनमा उनीलाई चाहिँ पछि पनि मैले बिहे गरेर हालिहालेँ भने पनि मेरो करियर म्याटर हुन्छ नि त उसलाई पाल्नु पऱ्यो खानु राम्रो कहाँ अहिले यो त्यस सिम्पल लाइफ हामी हाई हेलो च्याटिङ गरेर जस्तो हुन्छ त यस्तो हार्ड नि होइन त्यसको लागि त मेरो त सबभन्दा करियरै म्याटर हो के गर्ने पर्छ नि होइन अब हुँदा हुँदै ल ओके होइन त्यो त एउटा बिहेमा एउटा वैवाहिक भएपछि हामीले त्यो त एउटा फेस गर्नै पर्ने पनि एकदम रेस्पोन्सिबिलिटी थपिन्छ त्यहाँदेखि हारेको छोडेर पाल्न सजिलो हुन्न हामीले पनि देन वी ह्याभ टु मेक आवर सेल्फ बेटर एन्ड ह्याभ टु फिल बेटर प्रोफिट बनाउनु पऱ्यो उसलाई भनेको कुराहरू दिनु पऱ्यो यताउति सो मेनी थिङ्स हुन्छ नि त्यहाँनिर होइन त्यसो भन्दै गर्दा साथसाथै उसलाई के भयो अब मेरो आफ्नै हुन्छ मम्मी बुवालाई हेर्नु पऱ्यो अब दाइ दिदीहरू त आफ्नो उसमा लाग्नु नै हुन्छ मलाई थाहा त्यो त अब आफ्नै नि त्यो त एउटा नेचुरल इनियर प्रोसेस होइन अब आफूले पनि सक्ने त हामीले दिइहाल्छौँ पछि पछि के हुन्छ त्यो त होइन उयो आफ्नो रेस्पोन्सिबिलिटी हुन्छ आफ्नो घर व्यवहार हुन्छ द्याट वी ह्याभ वी सपोर्ट इच अदर्स बट स्टिल होइन त्यस्तो नगर्ने यताउति चाहिँ होइन है फेरि अनि
अब त्यसपछि आफ्नै हुन्छ एउटा लाइफ कसरी चाहिँ बनाउने, मेरो लाइफ चाहिँ कस्तो होस् पछि गएर चाहिँ भनेर एउटा सोच हुन्छ नि त मेरो पनि। फेरि म पनि त्यस्तै सोचमा छु, मेरो लाइफ चाहिँ यस्तो होस् अनि मलाई चाहिँ यसरी रेस्पेक्ट होस् होइन, म चाहिँ यही ठाउँमा होस् भन्ने छ क्या। अनि अहिले चाहिँ म एकदम अहिले चाहिँ म जबलेस छु होइन, अनि जब पनि खोज्ने क्रममा छु। एन्ड पहिला चाहिँ अस्ति चाहिँ मैले आई वर्क देयर द्याट्स फिल्स, अब चाहिँ मैले त्यो भाइ अर्कोमा गर्नु छ, आई हेभ टु टेक द एक्सपिरियन्स छ। अनि अहिले चाहिँ म विदेश जाने कि नेपालमै बस्ने कि के गर्ने, अब कलाकार बनिने भन्ने त्यसमा पनि मैले खास चाहिँ के गर्ला जस्तो लाग्दैन। अनि अब खोइ मन त छ अब कता कता के छ, अब विदेशै जाने कि विदेशमै गएर पैसा कमाउने कि अब केही जागिर खाने कि अफिसमा के गर्ने मेरो चाहिँ अहिले एकदम भन्नुपर्दाखेरि चाहिँ यो चाहिँ मेरो स्टार्टअप फेज हो। आइनो म अहिले एकाउन्टेन्ट काम गर्छु भने, बारिस्टा गर्छु भने, त्यसपछि मैले गएर वेटर गर्छु भने, त्यसपछि गएर चाहिँ मैले डिफ्रेन्स क्या अब यताउति युट्युबरको पनि यताउति गर्छु। मेरो चाहिँ टर्म एउटा चाहिँ स्टार्टअप फेज हो यो भनेको चाहिँ हाम्रो यो जुन पनि 21देखि चाहिँ हाम्रो चाहिँ यो करियर हाम्रो 21देखि लागेको छ। यस त्यतिखेर चाहिँ म चाहिँ अहिले पनि एकदम सोचिरहेको छु कि कुन फिल्ड चाहिँ मेरो लागि चाहिँ बेटर हो, म चाहिँ कुन फिल्डमा जानुपर्छ, विच वान फिल्ड विल बी द बेटर फर मी भनेर म चाहिँ एकदम सोच्न खोज्छु कि अहिले चाहिँ कता जाने, के गर्ने, कोसँग डिल गर्ने, कुन फिल्डमा लाग्दा बेटर होला, विदेश जाँदै बेटर होला कि विदेश भने कुन कन्ट्री जाँदा बेटर होला, अब के अरे युट्युब स्टार्ट गर्दा ठिक होला कि नेपालमै बसेर के गर्दा ठिक होला कि के गर्ने क्या। अब त्यो आफूले लभ गर्ने मान्छे त उसलाई त अब आफ्नै ठाउँमा मसँग लोयल भएर बस् त्यही हो होइन। अब अगाडि बढ्दै जाने त मैले गर्नैपर्छ होइन। त्यस अब पछि गएपछि त हामी सँगै हुन सक्छौँ, तर सँगै हुन नगरी त हामीलाई एउटा स्ट्रङ हुनु पऱ्यो नि त हामीसँग पनि होइन। अनि त्यही भएर अहिले चाहिँ म चाहिँ आफ्नै लागि पनि सोचिरहेको छु के गर्ने। म जस्ट अहिले म जस्ट रिल्याक्समा सुतिरहेको हुन्छु यताउति, तर म त्यस्तो रिल्याक्समा एकदम चिलमा छुँदैन, भित्र एकदम छटपटाहट छ क्या मेरो, यादीमा खेलिरहेको हुन्छ। अब पनि अहिले पनि म अब आई गो टु द फर द जबको लागि चाहिँ आई गोइङ टु आस्क फर द्याट जब्स। अनि के हुन्छ हेरौँ होइन। एन्ड अब मैले चाहिँ एउटा आइडिया जेनेरेट गरिरहेको छु, वेन वी मेक द्याट प्लान टु मेक इट अदर्स I will do this and I will go yeah धेरै पनि होइन 5 मिनट लेक्चर दिने यस्तै अनि गयो नि। त्यसपछि यताउति फेरि अनि मेरो अर्को प्रब्लम नि क्या इयर छ। अब इयरको चाहिँ हामी कुरा नगरौँ, त्यही हो मेरो चाहिँ अहिले एकदम चाहिँ कुन फिल्डमा जाने भनेर चाहिँ सोचिरहेको छ कि एकदम। अनि अहिले जब गर्दा नि केमा गर्ने, कसो गर्ने, कति जाने हेर्नु न। अब हेर्दा म 22 इयर्स ओल्ड त कुदिरहेको छु। अब 22 इयर्समा त कति मान्छेले के गरिसकेको हुन्छ र प्लस मान्छेले त 23मा त यार भवालै मच्काइसकेको हुन्छ नि। अनि म त हो भनेको यतिमै अनि चुपचाप बस्यो भन्दै त गाह्रो फर्मै हुन्छ त नि। अनि त्यही भएर म चाहिँ अहिले पनि स्टिल थिङ्किङ क्या अब के गर्ने, कता गर्ने, के हुने हो यताउति सोचिरहेको छु। सोच्दै के हुने मेरो दिमाग पनि थाहा छैन कहिलेकाहीँ त। बट म भनेको चाहिँ एउटा स्ट्रङ बोय हो होइन। हाम्रो मम्मी बुवाले चाहिँ हामीलाई कति मिहिनेत गरेर चाहिँ हामीलाई हुर्काउनु भएको थियो। ऊ भनेको अब स्ट्रगलिङ फेस हो नि त, हामी किन आत्तिने, यसो के यो भनेको स्टार्टअप फेस हो, हामीलाई अप्ठ्यारो हुन्छ कि आइनो। यो स्टार्टअप फेसमा कुनै पनि बच्चालाई जन्मेपछि जन्मिने बित्तिकै त ऊ हेर्नु सक्दैन नि त। उसलाई जन्मेपछि ऊ के हुनु पऱ्यो त, उसलाई लड्नुपर्छ। अनि एकदम पिठीपुट यताउति टाटे ढल्दै उड्दै गरेर ऊ एउटा सही रास्तामा हिँड्छ। त्यही त हो नि हामी अहिले भनेको स्टार्टअप फेस हो। सो म चाहिँ आफूले भन्छ डोन्ट वरी इसुर, दिस इज योर स्टार्टअप फेस, बट डोन्ट स्टप टु सर्चिङ द्याट विच फिल्ड इज बेटर फर यु, मेक गुड मेक अ पर्फेक्ट प्रोफाइल इन वान फिल्ड विच विल मेक यु द बेटर भनेर चाहिँ म भनिरहेको छु कि आफूलाई चाहिँ। तर यसले वान डे चाहिँ एब्सोल्युटली काम गर्छु भन्ने मलाई चाहिँ आशा छ। हेरौँ अब वाट विल बी ह्यापन। बट अब चाहिँ फेरि पनि म जब्सकै लागि फेरि जाँदैछु। अब जाउँ एकचोटि सर्च गरौँ
कस्तो हुन्छ त्यतातिर हेरौँ भेटिहाल्यो भने गुड लक छ भने भेटिहाल्यो अब गुड लक छैन भने पनि सर्चिङ स्टिल वर्किङ होइन जस एउटा जब भनेको एउटा आफ्नो स्किल बनाउनु आफूलाई बिजी राख्नु र मलाई एउटा प्रफिट गर्नु हो होइन त्यो आफ्नो ठाउँमा छ र यता हामीले धेरै चाँडो भेटिहाल्छौँ बट मैले चाहिँ हेर मेरो मम्मी बुवा चाहिँ अहिले कहाँ त गाउँमा दे वर्किङ हार्ड के एकदम अनि उहाँहरूले चाहिँ के सोच्नुहुन्छ भने छोरा छोरीहरू काठमाडौँमा छ दे वर्किङ हार्ड दे आर इन द प्रोसेस अफ मेकिङ देयर फ्युचर भनेर चाहिँ सोचिराख्नु भएको हुन्छ क्या अनि छोराछोरी त्यही सुत्ने फोन चलाउने नट प्रोडक्टिभ वर्क गर्ने होइन आफूलाई लुज गर्ने मजाले यताउति डिफ्रेन्ट प्रब्लम सो गरेर चाहिँ बस्ने त्यही कुरा इफ दे नो के इन द भिलेज उहाँहरूले चाहिँ हाम्रो यो बारेमा चाहिँ थाहा भन्यो भने के हुन्छ के बित्छ उनीहरूको दिमागमा उहाँहरूले त्यहाँ 20-25 वर्ष लगाएर हामीलाई यत्रो लड्ने हो कि के हुने हो कि होइन बिरामी पो हुने हो कि के हुने भइहाल्यो कि भनेर डरले कति मिहिनेत गरेर दे ग्रो अप के धेरै मिहिनेत गरेर अनि जब हामी चाहिँ हाम्रो फेस गर्ने आफ्नो करियर बनाउने बेला लड्ने बेला चाहिँ अनि चाहिँ हामी चाहिँ सक्दिनँ आई एम द विकनेस एन्ड आई एम द लुजर यसो भनेर हुन्छ दिस इज अ टाइम अफ सेङ आई एम अ लर्नर के यो टाइम भनेको आई फेल मेरी टाइम आई वुड फेल बट आई वुड लर्न के म लड्छु म कतिचोटि लड्छु आई डोन्ट केयर बट म सिक्छु म अगाडि बढ्छु आई मेक द फ्युचर आई मेक माई फादर्स मदर्स ह्याप्पी इन कमिङ फ्युचर्स 2-3 वर्ष र ठिक छ यु फेस अ डिफिकल्ट च्यालेन्ज इट्स ओके बट इन कमिङ अदर्स मन्थ्स यु विल बी द डिफ्रेन्ट पर्सन क्या हो थाहा छ मान्छे बढ्दै जाँदाखेरि डिफ्रेन्ट खाले सिचुएसन्स फेस गर्दै जानुपर्छ डिफ्रेन्ट खाले अब के भन्नु त्यसलाई अब त्यस्तै भनौँ न डिफ्रेन्ट खाले सिचुएसन फेस गर्दै जानुपर्छ आफ्नो इच्छाहरू परिवर्तन हुँदै जान्छ अनि आफूलाई चाहिँ गर्नु मन लागेको कुराहरूदेखि डिफ्रेन्ट चाहिँ अनि आफ्नो चाहिँ यो चाहिँ हो आई हेभ टु डु दिस चाहिँ भन्ने चाहिँ कुराहरू चाहिँ हामीसँग चाहिँ ढोकाहरू चाहिँ खोलिँदै जान्छ यसो के तर मैले भन्नु खोजेको चाहिँ के हो भने वी नेभर स्टप वाइ यु नो आई नो यु गाइज यु नो द reason is look out now still we can't provide them some profit and okay we can't provide them money also okay के ठीक छ तर पैसा दिनु ठुलो कुरो होइन नि त हामीले अहिले यहाँ रहँदै पनि नेपाल के अरे काठमाडौँमा रहँदा उहाँहरूले वहाँनिर घाँस दाउरा पानी यताउति नभनी हेर त्यो ठाउँमा हामी भएको उनीहरूलाई कति सहज हुन्थ्यो ओके अनि उहाँहरू चाहिँ अहिले पनि बुढिसकाल दे आर फुरी फुल्लास बोथ अफ देम अनि आफ्नो ठाउँमा चाहिँ उनीहरू के गर्दैछन् घाँस गर्दैछ पानी गर्दैछन् यता भने गाई गोरु यताउति मेलो भएको भन्ने तर उनीहरूको थजमा चाहिँ के छ त छोराछोरी पढ्दैछ नि त अब तिनीहरू पनि ठाउँ पुग्छ त्यसपछि हाम्रो पनि सुखको दिन आउँछ नि त भनेर उनीहरूको एउटा सोच छन् आशा छन् आशाका किरणहरू हामी छौँ अनि किरणहरू चाहिँ यसरी चुम्रेर फोन चलाएर एउटा प्रोडक्टिभ काम नगरेपछि त हाउ वाट विल गोन इन देयर लाइफ के म आफैलाई समटाइम एक्स माइसेल्फ सो गाइस चाहिँ अब कुराहरू यही हो मम बुवाको पनि एउटा आशाका किरणहरू भएको कारणले हामीले चाहिँ वी हेभ टु मेक आवर सेल्फ बेटर हामी चाहिँ कक्रा कुक्रुक भएर बस्ने चाहिँ होइन कि हाउ वी फिल इज बेटर फर अस भनेर चाहिँ अगाडि बढ्नु पऱ्यो क्या हामी चाहिँ लाइफमा च्यालेन्जेस आउँछ क्या आउँछ तर गिभअप गर्नु भनेको अघि बढिराख्नु पर्नुभयो क्या गिभअप गरेर भन्नु पाउँछ जब हामी आफूलाई अलिकति के गर्न सक्दैन ओके छैनौँ अलिकति आफू विक छौँ भने होइन आफूले एउटा स्ट्रङ भ्यू बनाएर एउटा गोल बनाएर त्यसमा बढ्दै गर्दाखेरि चाहिँ हामी फेल भयो भने चाहिँ यस्तो के हामी फेल हुँदा पनि यो गर्दा थिएँ यो गर्दै थिएँ म अनि चाहिँ यस्तो भयो है भनेर चाहिँ एउटा उयो गर्नु पनि मिल्छ क्या
तर ऊ नलडिदिने अनि त्यतिकै मलाई सक्दैन यसो भनेर यस्तो यो चाहिँ हुँदैन कि इट्स नट ओके इट्स नट प्रपरली वर्क सो गाइस म केही भन्छु मोटिभेट रहनुहोस् म पनि मोटिभेट रहनु मोटिभेट भन्ने कुरा आउँछ जान्छ डिसिप्लिन रहनु निरन्तरता कन्सिस्टेन्ट रहनु होप राख्नु विनर एटिट्युड राख्ने सोचमा आई क्यान डु द थिङ्स अनि एभ्री डे ट्राई टु लर्न समथिङ क्या समथिङ न्यू सिकिराख्ने के आउने यसमा पनि ऊ भनेर आफूलाई त क्विट गर्ने होइन कि त्यहाँ लडिहाल्यो भने पनि अरू बाटो खोज्ने कता चाहिँ आफू चाहिँ फेरि कुन वेमा चाहिँ म हिँड्दाखेरि चाहिँ बेटर हुन्छ भनेर त्यतातिर लाग्ने क्या फेरि त्यसरी चाहिँ जस स्ट्रगल गरिराख्ने विनर एटिट्युड राख्ने लुजर फिलिङ हुन्छ कहिलेकाहीँ इट्स ओके तर धेरैचोटि भयो भने चाहिँ सोचिराख्यो भने चाहिँ चाहिँ फेरि गुड होइन लुजर फिलिङ हुनसक्छ त्यसलाई विनर सोचमा राख्ने लडिरहने कन्सिस्टेन्ट रहने आफूलाई चाहिँ प्रोडक्टिभ बनाइराख्ने होइन यो चाहिँ गऱ्यो भने चाहिँ वी विल बी द गुड इन आवर कमिङ फ्युचरमा चाहिँ हामी बनिन सक्छौँ क्या यो भनेको अनि एउटा मेरो स्टार्टअप फेज हो हामी यसमा आतिनु हुँदैन डराउनु हुँदैन आफूलाई कन्सिस्टेन्ट लिएर जानुपर्छ एभ्रिथिङ विल बी ओके वान डे त्यही भएर गाइस सबैलाई भन्दै र स्वस्थ रहनुहोस् मस्त रहनुहोस् र माइन्डमा विनर माइन्डसेट राख्नुहोस् र अघि बढ्नुहोस् वान डे एब्सोल्युटली यु विल ग्र्याब योर पाथ भनेर चाहिँ हजुरको सामुन्नेबाट म ईश्वर विल टेक अ ब्रेक एन्ड आई होल कम इन नेक्स्ट भिडियो टुडे only this much and we will be met in next video. So guys, have a good day, take care of yourself है अनि सबभन्दा कुरा फेरि एउटा के भन्न चाहे भने love yourself, respect yourself, care yourself. यो संसारमा nobody are there who understand you inside from you. Even my girlfriend or even my mom also can't understand me. त्यस्तो हुन्छ मानिसको एउटा बनाउनु भनेकै एउटा डिफ्रेन्ट हुन्छ त्यही भएर आफूलाई बुझ्नुहोस् आफूलाई कहिले पनि घृणा नगर्नुहोस् कहिलेकाहीँ तपाईँले यस्तो वर्कआउट गर्दा चाहिँ घृणा हुन्छ तपाईँलाई आएन तर त्यस्तो काम पनि नगर्नुहोस् सकेसम्म र आफूलाई रेस्पेक्ट गर्नुहोस् आफूमा भरोसा गर्नुहोस् र आफूलाई केयर गर्नुहोस् तपाईँ जस्तो बेटर कोही छैन यो संसारमा एन्ड डोन्ट कम्पेयर रियल सेल्फ विथ अदर्स पिपल के तपाईँ जे छ जस्तो छ तपाईँ त्यसमै गुड हुनुहुन्छ र त्यसमै रमाउनु म यस्तो जस्तो हुन्छ त्यो जस्तो हुन्छ म त यस्तो छु कहिले नभन्नु तपाईँ जे हुनुहुन्छ त्यही हुनुहुन्छ आफूलाई रेस्पेक्ट गर्नु आफूलाई लभ गर्नु माया गर्नु एभ्री डे यु आर यु अलवेज विथ यु अन्टिल यु डाई क्या त्यही भएर never ever give up on loving yourself रेस्पेक्ट गरिराख्नु त्यही भएर आफै हो एउटा संसार बदल्ने त्यही भएर अरूमा डिपेन्ड नहुनु जे हुन्छ आफैबाट हुन्छ र आफूलाई टेक केयर गर्नु आफूलाई माया गर्नु र सेल्फ केयर गरेर अघि बढिरहनुहोस् र आजलाई यति भन्दै म ईश्वर पनि बिदा लिने समय आइसकेको छ हो मेरो नेक्स्ट भिडियो र नेभर गिभ अप इन युर लाइफ हो समटाइम इट्स कमिङ द गिभ अप गर्ने खाले सिचुएसन्सहरू आउन सक्छ बट यु गाइज नेभर एभर क्विट अन लभ यर सेल्फ एन्ड ट्राई टु डु समथिङ न्यू है सो गाइज आजलाई चाहिँ यति भन्दै म ईश्वर बिदा लिन चाहन्छु सबैजना स्वस्थ रहनुहोस् मस्त रहनुहोस् र लाइफ व्यस्त रहनुहोस् लाइफमा किनकि के को उयसमा के हुँदैन थाहा नै होला त्यो भने चाहिँ खाली दिमागमा चाहिँ शैतानको बास हुन्छ अरे क्या त्यही भएर गाइज आफूलाई सकेसम्म व्यस्त रहनुहोस् थ्याङ्क यू गाइज यु एन्ड नेक्स्ट भिडियो